गुड मर्निङ एभ्रिवान। आज मैले चाहिँ आलुको पराठा बनाइरहेको छु एकदमै इजी वेमा, जसमा चाहिँ मैले बोइल आलु गरेँ। बोइल आलुपछि थोरै प्याजलाई मसिनो गरेर काटेँ, अनि त्यसपछि हरियो खुर्सानी, अन्त त्यसपछि लसुनले एकदम टेस्ट बढाइदिन्छ। अनि त्यसलाई चाहिँ थोरै तेलमा चाहिँ अनि मेथी फ्राएर, अनि जिरा फ्राएर, अनि त्यो प्याज अनि हरियो खुर्सानी, अनि त्यसपछि चाहिँ लसुनहरूलाई पकाएर त्यो आलुमा सान्ने। अनि त्यसपछि चाहिँ के भन्छ अरे गहुँको आटामा थोरै ज्वानो र नुन राखेर सान्ने, ताकि टेस्ट अझै राम्रो हुन्छ, अझै मिठो हुन्छ अनि हेल्दी पनि हुन्छ। अनि त्यसपछि फेरि त्यसलाई चाहिँ के गर्नु भन्दाखेरि घिउमा पकाउनु, अनि त्यसपछि हेर्नु कति मिठो हुन्छ। एकदमै इजी वेमा यसरी बनाउँदाखेरि एकदम इजी हुन्छ अनि खान पनि टेस्टी हुन्छ। अनि यो जाडोको बेलामा त झनै मिठो हुन्छ। अनि चियासित खानु, बच्चाहरूलाई पनि यसरी नै के भन्छ टिफिनहरू बनाएर दिँदा पनि एकदमै सजिलो हुन्छ बनाउनलाई। यसरी बनाउँदा हुन्छ हजुरहरूले। अनि खाएर अनि लाइक गर्नु अनि सेयर गर्नु।